हेलो गाइज, नमस्ते सबैजनालाई। वेलकम टु माई न्यू ब्लग। फेरि पनि आइसकेको छु हजुरहरूको माझमा एउटा छोटो र मिठो ब्लग लिएर। सबैले लास्टसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। हामीहरू हाम्रो गाउँठाउँको सुन्दर डाँडाकाँडाहरू, सुन्दर गाउँ बस्तीहरू र लास्टसम्म हेरेर साथ दिनु होला। र ऊ त्यहाँ पारिपट्टि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ सुन्दर गाउँ कौरालीको दृश्य। अनि ठ्याक्क यतापट्टि चाहिँ त्यो उता पारिपट्टि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ त्यो गाउँको नाम चाहिँ हो सौगला आदर्श। अनि त्यसको ठ्याक्क यतानिर चाहिँ एउटा सुन्दर गाउँ छ, सातला भन्ने गाउँ हेर्न सक्नुहुन्छ हजुरहरूले। दोकालिका, सातला अनि रेजुला दलमाना चाहिँ देखिरहेको छैन ठ्याक्क। अनि त्यो चाहिँ सातलाको स्कुल हो, 3-4 गाउँको स्कुल छ, हेर्न सक्नुहुन्छ हजुरहरूले सुन्दर दृश्यहरू र पहाड डाँडाकाँडाहरू। हजुरहरूले लास्टसम्म हेरेर साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। ल हेर्नु होला। र यतापट्टि पनि ऊ त्यहाँ देखिरहेको चाहिँ साइल गाउँपालिका वडा नम्बर 5 खोतल भन्ने ठाउँ। र यहाँबाट त्यो डाँडाले गर्दा राम्रोसँग देखिरहेको छैन। हेर्नुहोस् त कति राम्रो दृश्य छ, डाँडाकाँडाहरू कति राम्रो छ। लास्टसम्म हेरेर साथ दिनु होला सबैले भन्न चाहन्छु। हेर्नुहोस् केटाहरू पनि आएका छन् होइन, गोरु बाख्रा चराउनका लागि। हामीहरू जाँदैछौँ अर्को ठाउँतिर, अर्को सुन्दर दृश्य देखाउन। हेर्नुहोस् त कति राम्रो छ पहाडको सुन्दर डाँडाकाँडाहरू। अनि यता चाहिँ केटाहरू बसिरहेछन् होइन, गफ गरिरहेछन्, मोबाइल हेरिरहेछन्। ल हेर्न सक्नुहुन्छ हजुरहरूले कति सुन्दर ठाउँ छ। यदि हजुरहरू घुम्न आउन चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला, हामीहरू हजुरहरूलाई घुमाइदिनेछौँ। अर्को भिडियो चाहिँ ऊ त्यो डाँडा माथिबाट आउँछ, हेर्न सक्नुहुन्छ हजुरजनालाई भन्न चाहन्छु। लास्टसम्म हेरेर कस्तो लाग्यो हजुरहरूलाई कमेन्टमा भन्न चाहिँ नछुट्याउनु होला। यसको अर्को पार्ट चाहिँ हजुरहरूले कमेन्टमा भन्नु होला, त्यसपछि अर्को पार्ट आउँछ। ल हुन्छ, धन्यवाद, बाई बाई।